साथीहरु सम्पूर्णमा नमस्कार। हजुरहरु सबैजनालाई न्यू इयरको शुभकामना। हामी चाहिँ आज न्यू इयर मनाउनको लागि घर बाहिर गइरहेछौं। हामी चाहिँ न्यू इयर मनाउन पूर्वाञ्चल गएको छौं। अब टाढा टाढा जाने कुरा पनि भएन नानीहरुसँग। अनि हामी चाहिँ यहाँ कस्तो राम्रो केक रहेछ अनि म यहाँ भिडियो गर्दै थिएँ। अनि हामी चाहिँ खानेकुरा मगाइरहेको थियौं अनि वेटिङमा बसिरहेको थियौं। मेरो पुच्चे चाहिँ आएन भन्दै यस्तो हेरिरहेछ। नानी चाहिँ पुरै भिडियो गरिरहेछ। अनि हामी यतिकैमा पनि खानेकुरा आयो। अनि त्यसमा पनि हामीले चाहिँ काटी रोल मगाएको थियौं, पिज्जा। अनि त्यसमा चाहिँ पुरै हामी आमा छोरी चाहिँ च्यालेन्ज गर्दै खाइरहेको थियौं। अनि मजा भइरहेको थियो। अनि यतिकैमा भाइको पनि पिज्जा आएर भाइले पनि पिज्जा खाइरहेको थियो साथीहरु। अनि हामी चाहिँ खाइरहेछ। अनि भाइले पनि काटी रोल चाख्ने भन्यो। अनि त्यसपछि भाइले पनि काटी रोल खाँदैछ। उहाँ सकि नसकि तान्दै चपाउँदैछ। अनि मैले पनि भाइको पिज्जा कस्तो रहेछ भनेर चाखे। अनि नानीहरुले चाहिँ फेरि कोक खाने भने अनि उनीहरुले चाहिँ कोक लिएर खाए। अनि म चाहिँ अघि त्यो दिएको सलाद चाहिँ पुरा अचारमा चोप्दै खाँदैछु। मजा भइरहेको थियो। अनि त्यही भएर अनि मैले पनि कोक चाहिँ एकचोटि चुस्की लिएर तान्दिहालेँ। अनि हामी चाहिँ न्यू इयर मजा भयो भन्दै म चाहिँ पुरा गरिरहेको थिएँ। अनि नानीहरु चाहिँ खाइरहेको थिए। अनि यतिकैमा हामी चाहिँ उता भिडियो बनाउन फोटो खिच्न गयौं। अनि भाइको चाहिँ फेरि मोमो खाने अगाइन भन्नु। अनि त्यसपछि भाइले चाहिँ फेरि मोमो मगाएर खायो। अनि दिदीले पनि पुरा भाइलाई कम्पनी दिइरहेछ मोमो खानमा। अनि कति खान्छन् मोमो चाहिँ, कति मन पराउँछन् केटाकेटीहरुले मोमो चाहिँ। अनि हामी यतिकैमा बाहिर भिडियो बनाउँदै थियौं। अनि मेरो नानी चाहिँ पुरा एक्टिङ गर्दै नाटक गर्दै भिडियो बनाएको थियो। अनि यतिकैमा त्यो इस्कनकोबाट चाहिँ पुरै त्यो इस्कनबाट चाहिँ पुरै मान्छेहरुले नाच्दै 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 आइरहेको थियो। अनि कस्तो मजा भइरहेको थियो। अनि हेर्दै थियौं हामी चाहिँ। अनि त्यहाँनिर एकछिन रोकेर पुरै नाच्नु भयो सबैजना। अनि त्यसपछि हामी चाहिँ एकछिन हेरिमोरियौं। अनि अब हामी जाने घर भनेर हामी चाहिँ त्यहाँबाट तल झर्यौं। अनि फेरि तल झरेपछि नानीहरुले चाहिँ आइसक्रिम खाने भने। अनि मैले चाहिँ 1 वर्षपछि खाएको आइसक्रिम त्यही पनि भाइले चाख्नु भन्यो। अनि मैले 1 वर्ष चाहिँ आइसक्रिम खाइन। अनि मेरो नानीले चाहिँ पुरा सानो सानो केकहरु कस्तो राम्रो रहेछ अनि कस्तो राम्रो केकहरु भनेर भिडियोहरु बनाइरहेको थिए। अनि कस्तो राम्रो थियो क्या, क्युट क्युट सानो सानो। मदर्स डेको लागि होला सायद। अनि नानीले चाहिँ आइसक्रिम खाँदै अब हामी घर जाऊँ भने। अनि हामी चाहिँ घर जानै लाग्यौं। अनि त्यसपछि चाहिँ हामी चाहिँ हिँड्दै हिँड्दै जाने, आज सफारीमा नजाने भनेर अघि खाएको पचाउनु पनि पर्यो नि त। त्यही भएर हामी हिँड्दै 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 घर गयौं। घर जाँदै थियौं। अनि जाँदै थियौं। अनि यिनीहरु दुईजना चाहिँ पछाडि खोइ के नाटक गर्दै गर्दै हिँड्दै थिए। अनि म चाहिँ अगाडि हिँडिरहेको थिएँ। यिनीहरुलाई छोडिदियो अरे। अनि फेरि नानीले मोबाइल लिनु मसँग म बोक्छु भनेर भन्यो भरे उ चाहिँ पुरै भिडियो बनाउँदै हिँड्नुलाई रहेछ। बाहिर म चाहिँ अघि 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 हिँड्दै थिएँ। अनि नानी चाहिँ पुरै खाँदै भिडियो बनाउँदै हिँड्दै थिए। अनि त्यतिकैमा हाम्रो घर पनि आउन आँट्यो साथीहरु। अनि हामी घर पनि आइपुग्यौं। हजुरहरुले भिडियो हेर्दै लाइक गरिदिनु होला। हजुरहरुलाई धन्यवाद साथीहरु।